प्रस्ताव गरेको छ। सबै पार्टीको फर्स्ट अप्सन मै होला त्यति भन्दै सक्यो। अब सबै पोलिटिकल पार्टीको फर्स्ट अप्सन मै हो। त उहाँले बनाएको हो नि होइन? त्यो धरहरा होइन, त्यो धरहरा किन होइन? पछाडि जुन भत्कियो, जुन चाहिँ इँटा सुर्खी माटोले बनेको संरचना थियो त्यो धरहरा हो। त्यो धरहरा किन विदेशीहरू हेर्न आउँथे भन्दाखेरि नेपालीहरू कस्तो अजङ्गको मान्छे रहेछन्, यिनीहरूले त इँटा माटो र सुर्खीले चाहिँ 13 तल्लाको भवन बनाए भनेर हेर्न आउने हो नि त। तपाईँको कङ्क्रिटको टावर त जसले पनि बनाउन सक्छ। हाम्रो भन्दा राम्रो टावर अमेरिकामा चोकचोकमा छैन त। अनि बोले जस्तो कुरा कहाँ हुन्छ र? गाह्रो छैन, गाह्रो छ भनेर बसियो भने त चुप लाएर सुतेर बसे भइगयो त। गाह्रो छ आज के उठ्नु, आज म दिनभरि सुतेर बस्छु भन्दा भइगयो। गाह्रो छ भने त भएन त। हामी दिन्छ भने स्वतन्त्र व्यक्तिलाई काम गर्न गाह्रो हुन्छ। काम गर्न दिने र नदिने भन्ने कुरै छैन नि। स्थानीय सरकार हो नि त। स्थानीय सरकार मेयरलाई काम गर्न दिने र नदिने भन्ने त कुरै छैन। त्यो त सरकार हो। त्यहाँ अपोजिसन बसेर त्यहाँनिर टेबल ठट्टाउने होइन नि त। होइन, संसारमा असम्भव केही पनि छैन। हजुर, तर नेपालमा छ नि, यो असम्भव भयो भने के गर्ने? यस्तो जस्तै तपाईँलाई तपाईँकै उदाहरण दिन्छु। तपाईँले पत्रकारिता सुरु गर्दाखेरि यति गाह्रो भयो। तपाईँले जागिरमा जाँदाखेरि जस्तै त ल एउटा नेताको नाम दिन्छु, त्यसो घर गएर उसको इन्टरभ्यू लिएर आइज भने तपाईँ माधव कुमार नेपालको घर पुग्नुभयो। तपाईँ बिहान पुग्दाखेरि उहाँको टाइम छैन, फेरि फर्केर जानुहोस् भन्दा कुरेर बस्नुभयो। उहाँको टाइम छैन भनेर कुरेर बस्नुभयो। हुँदा राति 11 बजेसम्म कुरेर बस्दाखेरि बल्ल बल्ल माधव कुमार नेपालजीले यो कस्तो बौला पत्रकार रहेछ, बिहानैदेखि कुरेर बसेको केही नखाइकन भनेर दिनुभयो नि त उहाँले तपाईँलाई अन्तर्वार्ता। अनि त्यो लिएर जानुभयो, अनि तपाईँले जागिर पाउनुभयो भनेको। त्यो बेला तपाईँले यो गाह्रो छ, अब यसले मलाई इन्टरभ्यू नै दिन्न भनेर छोडिदिनु भएको भए त तपाईँ अहिले यहाँनिर बसेको ऋषि दमला हुनुहुँदैन थियो नि त।